हेलो वेलकम गाइज मेरो नयाँ भ्लगमा तपाईँलाई स्वागत छ। मेरो भ्लगको नाम थाहा छ होला तपाईँलाई, BISSAAALLL सर्च गरेर सब्सक्राइब गर्नु होला। हामी अहिले इटरी आएको छौँ, हामी घुम्न जाँदैछौँ। BISSAAALLL ल अहिले गर्छु ल। मेरो सब्सक्राइबर र मेरो फ्यान पनि बढिसक्यो भाइ। डाटै छैन ओ, डाटा हालिदेऊ त यहाँ भाइलाई छ उयो ल भाइ, धन्यवाद। होइन BISSAAALLL ल विशाल ल भाइ, थ्याङ्क यू। कहाँ हो तिम्रो घर? मेरो घर गछिया। तिम्रो भाइ गच्छिया ल। हाम्रो भाइ यहाँ आइसक्यो गच्छियाको भाइ। तिम्रो नाम? प्रयास दाल। हाम्रो प्रयास दाल भाइ राम्रो रहेछ। ल घुम इटरी ल, हामी गएको ल भाइ। हामी चाहिँ अब डुब्दैछौँ गाडी आयो। अब हामी चाहिँ इटरी आएर कहाँ घुम्ने भन्दाखेरि यहाँ एउटा मन्दिर छ, कृष्ण मन्दिर, त्यहाँ जान्छौँ होइन ब्रो? जान्छु। अरू त कहाँ छ घुम्ने ठाउँ? अरू त ठाउँ छैन यहाँ। मान्छे चलाएको हेर्छ होला एकछिन होइन। अब हामी यता यता जान्छौँ। गाइज हेर्नुहोस्, हाम्रो यहाँ सब हाम्रो ठाउँमा यहाँ इटरी मेकअप थपियो। हेलो गाइज, हाम्रो यहाँ हेर्नुहोस् राम्री राम्री मान्छेहरू त्यहाँ हुनुहुन्छ। कहाँ हो तपाईँहरूको घर? ए ल सब्सक्राइब गर्नु है मलाई। मेरो च्यानलको नाम BISSAAALLL ल, थ्याङ्क यू। हामी चाहिँ जाँदैछौँ अब। हाम्रो यता सक्रोपट्टि। अब हामी इटरी डुल्दैछौँ। यहाँ भिड छ अनि बोलिम मान्छेहरू अनि उहाँ लजाएर भुतुक्कै हाम्रो साथी मस्किने ठिकठाक छ। अब हामी यता जान्छौँ पुलको यता। अनि हेर्नुहोस्, अब हामी यहाँ कृष्ण मन्दिर गएको छैन कि। हामी चाहिँ तिनजना छौँ यहाँ, भाइ विवेक, यहाँ साथी ब्रो सुमन, अनिल तामाङ। सब्सक्राइब गर्नु होला। सुब्बाको इन्टरभ्यू लिएर आएको आज हाम्रो साथी, लोकसेवा पास गरेर। अब हेर्नुहोस् तपाईँले केही बिमारी गर्न आउँछ होला, टक्कसँग सुब्बा भएको हेर्नुहुन्छ तपाईँले। छोरी कोही हुनुहुन्छ भने आउनु, सरकारी जागिरी मन पराउनेहरू। अब हामी ट्याक्क जाँदैछौँ यहाँनिर हाम्रो बजार। आज हावा खतरा चलिरहेछ। केटीको बोटमा पुरा आज हावा खतरा चलिरहेछ। सुकुटे केटीहरू चाहिँ घरमै बस्नु होला, उडाएर फेरि हाम्रो साथीको अङ्गालोमा फेरि नआइपुग्नु होला। धुलो आयो गाइज। हेलो गाइज, हामी आइसक्यौँ अब यहाँ मन्दिरमा। यहाँ छ हाम्रो मन्दिर। यो कुन मन्दिर हो ठ्याक्कै मलाई पनि थाहा छैन, म पनि आएको थिइनँ कहिले पनि। र आज देखियो, मलाई चाहिँ लाग्छ कृष्ण मन्दिर हो जस्तो लाग्यो। दाइ यो कुन मन्दिर हो हजुर? ए पटनामी मन्दिर। पटनामी मन्दिर अरे। अब पसौँ यहाँनिर ट्याक्क, कस्तो रहेछ घुमौँ। मन्दिर धामहरू मुक्तिधाम रहेछ। ए ल खतरा रहेछ है। आमा 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 दामी रहेछ। तपाईँहरू पनि घुम्न मन लाग्यो भने यहाँ मुक्तिधाममा आउन सक्नुहुन्छ। ए ट्याक्क ल दामी रहेछ ल सिन। ल गाइस कस्तो लाग्यो? सुन्दर रहेछ ल। गाइस हामी घुम्दैछौँ यहाँ। हामी यता फोटो खिच्ने। गाइस पैसा भेटायो यसले। अब के गर्छस् पैसा? मन्दिरमा भेटाएको पैसा चढाउनु कि दान पेटीमा हाल्दिनु? अब दान पेटिकामा हालिदिने अरे यसले। अब धर्म कमाउने भयो यसले। गाइस हाम्रो दान पेटिका चाहिँ उहाँ थियो, 5 रुपियाँ। यहाँ भगवान्ले पैसा दिनुभएछ। भेटेको माल गोजीतिर हाल्यो जस्तो त्यो भगवान् रिसाउँछन् पुरै फेरि। टक्क हाम्रो अब चाहिँ दान पेटिकामा पैसा हालिदिन जाँदैछ 5 करोड। भगवान् यति भयो खुसी। मेरो पैसा केटाहरूले जे होस्, मेरो पैसा केटाहरूले जे होस् दान पेटिकामा ल। अब भगवान्को थप विकासमा सहयोग पुग्ने भयो केटाहरूको पैसाले गर्दाखेरि। हाम्रो यस्तो छ मन्दिर। यहाँ भित्र जाउँ न। नमस्कार। नमस्कार भनेको तपाईँलाई। हाम्रो यहाँ राधा कृष्ण
यहाँ हाम्रो एक एकजना छिर्न नपाइने रहेछ यो भित्र चाहिँ जोडी आउनुपर्ने रहेछ अब जोडी चाहिँ छैन हाम्रो त्यो सुनिदिनु पऱ्यो हाम्रो भगवान्ले जोडी बनाइदिनु पऱ्यो होइन होइन जोडी आउनु मात्रै पाइँदो रहेछ नि त है बिजोडी आउनु पाइँदो रहेछ भगवान्ले सुनिदिनु पऱ्यो राधाजी कृष्णजी प्लिज राधे राधे कृष्ण कृष्णजी हाम्रो जोडी बाँधिदिनु पऱ्यो होइन केटो अनि हामी टक्क फेरि पनि आउनेछु म जोडी लिएर तपाईँले चाहिँ मिलाइदिनु पऱ्यो है पक्का होइन सुन्नु पऱ्यो भगवान्ले हामीलाई सुन्नु पऱ्यो पढाइ लेखाइ गर हाम्रो यहाँ ढोग्ने दर्शन गर्ने क्रम जारी रहेछ हाम्रो साथीले पनि आमा पक्कै उसले अब जोडी पाए हेलो बाजे एकैचोटि जोडी जोडी ढोग्नु न एकैचोटि हाम्रो प्रसाद खाने कार्यक्रम पनि भइरहेछ हो नि प्रसाद भन्ने चिज त छोड्ने नै होइन यो पालिको 12 एक्जाम चाहिँ सफल होस् राधा कृष्णजीले कहाँ एक्जाम सफल गर्नु हाम्रो साथीले प्रसाद लिएर आयो अब म पनि लगाउँछु ल्याउ त ब्रो यो मोबाइल पक्नु न हाम्रो साथी अब तिलक टिका तिलक लाउन गइरहेछ अब चाहिँ जोडी माग हाम्रो साथीलाई गोपिनी गोपिनी चाहियो अरे को हुनुहुन्छ कहाँ हुनुहुन्छ प्लिज प्लिज गड प्लिज त्यही माग्दैछ साथीले प्लिज हाम्रो साथीको गोपिनी चाहिँ पूरे भूरा टेल दिया ना साथीको छिट्टै घरबार होस् प्रसाद त छोड्नु भएन अब पक्कै पनि। साथीले प्रसाद ग्रहण गरिसक्यो मैले प्रसाद खाएँ अब चाहिँ के हो अब चाहिँ यो प्रसाद खाएपछि चाहिँ जादु हुनु पऱ्यो अरू चाहिँ थाहा भएन अब आज आएको छु अब चाहिँ जादु हुन्छ भन्ने मलाई आश छ पक्कै पनि हुन्छ होला किनकि म आएर तपाईँको शरणमा परिसकेँ तपाईँले जादु गरिदिनु पऱ्यो अब मेरो लागि मिराकल भएर आइदिनु पऱ्यो तपाईँ हाम्रो सबैजना जोडी जोडी पस्नु भयो हाम्रो मान्छेहरू पस्नु भयो हेर्नु भयो तपाईँहरूले राधाकृष्ण मन्दिर तपाईँ पनि आउनुहोस् न रमाइलो गर्नु हामीसँग आउनु पाउनु भएन तपाईँहरू अनलकी सम्झिनु नस्टकमा राधाजी छतमाथि बसेर कुरा सुनाउनु हुँदैछ हामी चाहिँ हेरेको हेरे होइन केटा हामी चाहिँ हेरेको हेरे आन्टी यहाँ जोडी जोडी मात्रै पस्न पाइने अरे जोडी 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 मात्रै पस्न पाइने अरे साँच्चीकै हो सोध्नु त यहाँ हेर्नुहोस् यी मेरो कृष्णजीको कसम ल कहाँ मेरो जोडी यहाँ बनाउन आएको आजदेखि मागेको छु अब चाहिँ टक्कै भएन भने म आन्दोलन गर्छु वहीँ भगवान् भएको ठाउँमा 100 वर्षपछि मात्रै आउँछु नि फेरि भगवान् भएको ठाउँमा अहिले आउँछु अलिक ढिलो ढिलो आउँछु मलाई पृथ्वी अति नै सुन्दर रमणीय लाग्छ भगवान्लाई जे होस् हो भगवान् श्रीकृष्णले खोइपुरी नगरे जस्तै क्या एउटा के सरी कृष्णजी मैले बिर्सिएँ तपाईँ खेल्नु भएको तपाईँको ठाउँ तर म पक्कै पनि वृन्दावन यस माफ गर्नु होला मैले वृन्दावन भन्न बिर्सेँ वृन्दावन जस्तै मलाई पनि मेरो पृथ्वी यो स्वर्ग निकै स्वर्ग जस्तै छ त्यसैले म अहिले नै आउन चाहन्न एकछिन यहाँ घुम्न डुल्न चाहन्छु अब चाहिँ हामी घर जानेछौँ त्यति बेलासम्म तपाईँहरूले चाहिँ 1 लाइक 1 सब्सक्राइब र यस्तो कमेन्ट गरेको हाल्नुपर्छ केही सन्देश आजको लागि यहाँ चाहिँ राधाकृष्ण मन्दिर आएर के मागेको छु एउटा गर्लफ्रेन्ड को हो त्यो राधा जस्तै नाम केबाट सुरु होस् केबाट सुरु होस् नाम तेरो के छ खबर आज के माग्छ जनताहरू यहाँ आउँदा चाहिँ जोडी लिएर आउनु होला नभए आन्टीले
बुझ्नु भयो नि यहाँ जोडी लिएर आउनु होला नभए छिटा बाहिर बसेर चाहिँ जोडी नभन्दैछ तपाईँहरूले बुझ्नुभयो होला पक्कै पनि यो चाहिँ कृष्णजी र राधाजीको कानमा परोस् होइन हाम्रो पनि यहाँ टक्क छिर्दाखेरि चाहिँ यसो जोडी हुने वातावरण मिलाइदिनु पऱ्यो यति चाहिँ तपाईँलाई म रिक्वेस्ट गर्छु आम्मामा हामी त हेरेको हेरे हजुर ओके अनि मलाई यस्तो छ यस्तो इच्छा छ भनेर मनमा लिएर राजीका चरणमा निहुरेपछि राजीले सक्दैन ओके हजुर तपाईँले त भगवान् जस्तै आएर मेरो आँखा खोलिदिनु भयो आजदेखि मलाई चाहिँ थाहा पाएँ हो जहाँ पनि मन्दिर जाँदा मनमा लिने अनि राजीलाई सम्झिने राजीले पुरा ओके राजीले जे चिता त्यो अबदेखि चाहिँ मैले पनि आमाको कुरालाई एकदमै मनन गर्छु अनि अबदेखि म त्यस्तो भट्याउँदिनँ तर बुझ्नु भगवान्ले चाहिँ बुझ्दिनु पर्छ मेरो मनको कुरा होइन बुझिहाल्नुहुन्छ नि तपाईँले भन्नु मनमा लिनु यस्तो कुरा हो मलाई भनेर मनमा लिन सक्नु ए हस् अबदेखि सक्दैछ ल ओके धन्यवाद आमा यति मिठो कुराको लागि तपाईँले पनि एक सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो हाम्रो च्यानलमा युट्युब हेर्नुहुन्छ नि युट्युब हेर्नुहुन्छ नि मेरो चाहिँ कि BISHAAALLL भनेर विशाल नाम राखेको छु कि प्यारो नाम छ नातिलाई गएर 1 लाइक नातिलाई अरू चाहिएन 1 लाइक चाहियो नातिलाई हाम्रो चक्रघट्टी यता चक्रघट्टी 1 लाइक 1 सब्सक्राइब म कालीकोटे ट्याक्क तपाईँले ल थ्याङ्क यू यति मिठो कुराको लागि किप वाचिङ बिहे त अहिले नहोस् बिहे नहोस् हामी जस्तै हामी सुन्नु न आमा उयो कृष्णजीले त नि बिहे त हतपत ढिलो गरेको नि सुरुमा लभ गर्दा 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 हामीलाई पनि त्यस्तै चाहिएको लभ गर्दा 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 पछि बिहे होस् क्या 81 बिहे भयो भने त के हो नि चुर्नु पर्यो हामी चाहिँ यो ठाउँ घुमेपछि मात्रै मागेको पुरा हुन्छ अरे अब हामी घुम्दैछौँ 5 भन्दै आउँछ नाम पनि लिनुपर्छ राधे 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 कृष्ण गाइज यो ठाउँ चाहिँ घुमेपछि मात्रै मागेको कुरा पुरा हुन्छ अरे त्यही भएर हामी यो ठाउँ घुम्दैछौँ टक्क राधे कृष्ण राधे 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 कृष्ण राधे कृष्ण राधे कृष्ण राधे कृष्ण अब हामी 5 भन्का घुम्दैछौँ राधे कृष्ण अब चाहिँ मागेको पुरा हुन्छ कि त राधे कृष्ण अब हामी माग्दैछौँ अब घुम्दैछौँ अब चाहिँ पुरा हुने भयो लड्डु पनि ल्याउनु भएन कृष्णजीलाई त एकदम दही मनपर्छ नि यहाँ दही खानु हुँदो रहेछ हेर्नुहोस् है राधे कृष्ण राधे राधे कृष्ण घुमिसक्नुभयो दाइ घुमिसक्नुभयो तपाईँ पहिले नै घुम्नु भएको जस्तो छ दाइलाई केही पनि चाहिँदैन हो दाइ घुमै हुनुहुन्छ अब पुगिसकेको रहेछ हाम्रो दाइलाई चाहिँ घुमेर हामी चाहिँ घुम्दैछौँ हामीलाई पुगेको छैनौँ राधे 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 कृष्ण राधे राधे खोइ घुम्नु भएको अर्को फन्कामा हामी ठ्याक्कै यहाँ आइपुग्छौँ अनि घुम्नु भयो त 5 फन्का आन्टीले उहाँ उयो 7 फन्का घुमिसक्नु भएको 7 जुनीको लागि होइन 50 फन्का 7 जुनी त ढुक्क अब आन्टीले बरु उहाँ 3 फन्का कि 7 फन्का घुमेर 7 जुनी ढुक्क भयो फोटो हेर्नुहोस् कति चाहिँ राम्री देखिनु भएको फोनको क्वालिटी झन् कस्तो राम्रो त्यत्तिकै राम्रो देखाइदेऊ त फोटो हामीले मजाक गरे जस्तो लाग्यो होला देखाइदेऊ त फोटो 2 लाखको फोन है गाइज हेर्नुहोस् 2 लाखको फोन यस्तो हुन्छ गाइज हेर्नु भएको थिएन नेपालमा पहिलोचोटि लन्च भएको फोन हो है त हामी अब माथि चढ्दैछौँ आउनु 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 आमामा टिकट चाहिन्छ त्यो त थाहै भएन त हामीलाई टिकट तल पाइन्छ
त्यतिले त आमामामा भगवान् हेर्नलाई पनि गाइड टिकट लाग्दो रहेछ भगवान् हेर्नलाई पनि गाइड टिकट लाग्दो रहेछ हजुर आन्टी भगवान् हेर्नलाई टिकट लाग्छ है भगवान First व्यापारीलाई edition देखेन भगवान व्यापारी भगवान् व्यवहार नभने यहाँ सरसफाइ यताउति गर्नुपर्छ नि त त्यो बुझ्छौँ हामी अलिकति अलिकति हाँसी मजाक मात्रै गरेको जेस हाम्रो कृष्ण भगवान्को हजुर वृन्दावनै हो माथि त आन्टी माथि पुगेपछि फर्किन मन लाग्दैन वृन्दावनै हो क्या हो टिकट किन्नै पर्छ गन्ध उहाँ बास्ना हर आइरहेछ अरे माथि बास्ना लिन भए पनि जानु पर्ने हो गाई सुँग्नु त कस्तो मिठो बास्ना आएको वृन्दावनको चाहिँ बास्ना नि फेरि उता बुढी गङ्गाको त म सुँग्दैन हाम्रो यहाँ कृष्णजीको चाहिँ हाम्रो आन्टीहरूलाई आन्टीको नाम के हो हजुरको तपाईँको हजुर बिना नेउपाने मेरो नाम विशाल कालीकोटे तपाईँले लाइक हान्नु पर्यो 1 लाइक म पनि सुनसरीको तपाईँ पनि सुनसरीको म पनि सुनसरीको तपाईँ पनि सङ्घसभाको हामी सबै नेपाली हौँ मलाई चाहिँ 1 लाइक चाहिँ हान्नु पर्यो 1 सब्सक्राइब हान्नु मेरो युट्युबको नाम चाहिँ BISHAALLL विशाल विशाल क्या विशाल तर 3टा ए 3टा एल छ त्यति नै अलिकति कन्फ्युज हुन्छ मान्छेले खोज्दा चाहिँ ट्याक्क भेटोस् भनेर क्या बुझ्नु अहिले त सबैले बनाउँछ नि त ल विशाल त्यति मात्रै छ त्यहाँ हजुर नाम चाहिँ विशाल कालीकोटे हजुर ल हामी गयौँ अब अब हामी लास्ट 1 फन्का घुम्छौँ हो र गाइस पछाडि कोही आउँदैछ अरे हामी यहाँ रुँगेर बसौँ न गाइस पछाडि कोही राधा आउँदैछ कि लुकेर बसौँ न गाइस हामी यहाँ लुक्छौँ है अब को आउँदैछ गाइस देख्नुभयो देख्नु भएन खोइ कोही छैन त गाइस हामी यहाँ लुकेर बसिरहेछौँ आन्टी निस्किनु भयो त ए हाम्रै राधाजी हुनु रहेछ हामीले हेरौँ लजाएर भाग्नु भयो लजाएर भाग्नु भयो अब राधा कृष्ण भन्दा पनि सुपर जोडी चाहिँ यो हो क्या हो कि भन्नु त यसरी दुईजना बुढेसकाल हुन्जेल मृत्युको मुखैमा पनि किन नआइपुगोस् तर दुईजना साथसाथै हुनु भनेको चाहिँ राधा कृष्णजी भन्दा पनि अटुट सम्बन्धको लाग्छ क्या मलाई चाहिँ हो कि भन्नु त हो है हाम्रो बालाई हेर्नुहोस् हाम्रो बा कृष्णजी भन्दा कम हुनु न हाम्रो आमा राधाजी भन्दा कम हुनु न हो कि भन्नु त आमा यहाँ किन आउने त भन्दिनु त मान्छेहरू अझै धार्मिक हुन छोडे क्या आउनुको उद्देश्य यहाँ आउने उद्देश्य बताइदिनुहोस् न यहाँ आउनुको उद्देश्य हजुरको घर कहाँ हो आमामा सप्तरीबाट यहाँ जे भ्रमणको लागि आउनु भएको छ तपाईँहरूले हेर्नुहोस् नजिकको तीर्थ हेला भने जस्तो त्यहाँ छिमेकी मान्छे चाहिँ यहाँ आउन लजाउने यहाँ सप्तरीबाट आउनुभएको छ मान्छे होइन गाइस सप्तरीबाट आउनुभएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो सुनसरी जिल्लामा आएर राधाकृष्णजीलाई हेरेर दर्शन गरेर यो अझ पनि भव्य देखाइदिनु भएको छ आन्टीले यहाँ टिकट लिएर आइसक्नु भयो टिकट लिएर आइसक्नु भयो अब माथि पुगेर माथि मतलब माथिल्लो तलामा गएर अझै कृष्णजीको भ्रमण गर्नुहुन्छ अरे यो अति नै सुन्दर चिज हो ल आन्टीको अङ्कल चाहिँ आउनु भएन आज ल्याउनु पर्थ्यो क्या तपाईँले चाहिँ ए आइराख्नुहुन्छ ए उहाँहरूको फर्स्ट टाइम हस् निकै राम्रो है ए होइन तपाईँहरू दुईजना उहाँ छोरी हुनुहुन्छ नि ल आन्टी मजाले घुम्नुहोस् शुभ यात्रा तपाईँलाई राम्रो दिन होस् आज हामीले पनि धेरै घुम्यौँ रमाइलो पनि भयो यता यता राधा होइन गाइस मैले के देखेँ जादु अघि मागेको थिएँ राधा देखेँ त उहाँ हेर्नु त हो कि क्या हो पछि आउँ त ब्रो अब राधा भेटिन अरे खोइ हराइन त गाइस राधा हराएकी छिन् अब कता हराइन होला तपाईँहरूले हेरिदिनु भयो माया गरिदिनु भयो भने मेरो लागि त्यही नै ठुलो कुरो
गर्लफ्रेन्ड चाहिँदैन होइन गाइस गर्लफ्रेन्ड चाहिँदैन तपाईँहरू चाहिन्छ मलाई पक्का पनि यो चाहिँ तपाईँहरूले एकदम मनन गरिदिनु पर्यो है त गाइस ल बाई बाई गाइस अब चाहिँ म अर्को भिडियोमा आउँछु पक्कै पनि तपाईँहरूलाई इन्ट्रेस्टिङ के लिएर इन्ट्रेस्टिङ अर्को नयाँ कन्टेन्ट लिएर ला घन्टी नै छैन त घन्टी बजाम भनेको यहाँ बेल आइकन यहाँ सब्सक्राइब गर्नु पर्यो भनेको घन्टी यसको लाइफमा पनि घन्टी नै छैन त यहाँ गाइस घन्टी बजाइदिनु पऱ्यो यहाँ घन्टी छैन तर तपाईँहरूले चाहिँ घन्टी बजाइदिनु पऱ्यो मेरो युट्युब च्यानलमा बजाइदिनु है त गाइस आज हामीले पनि धेरै घुम्यौँ रमाइलो पनि भयो अझै पनि हामी यस्तै भिडियोहरू निकाल्नेछौँ हजुरहरूमा तपाईँहरूले हेरिदिनु होला सब्सक्राइब गर्नु हामी राम्री कन्टेन्ट ल्याउँछौँ राम्री कन्टेन्ट ल्याउँछु नबिर्सिदिनु होला अहिलेलाई चाहिँ बाई बाई गाइस बाई बाई हो बाई 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 मच लभ सी यू इन नेक्स्ट भिडियो ओके बाई गोपिनी मेरी गोपिनी बाई